हेलो साथी, के छ खबर है? म त साह्रै चिन्तितमा छु। अब के भएको? अब अस्ति 10 गते त्यस्तै घटना घट्यो है बिहान। आज पनि लगभग 1.5 घन्टा जति भयो होला रसुवामा आइपुग्यो भनेको खबर सुनेको। चाडबाडको मुखमा कहिले के भएको छ, कहिले के भएको छ। पोहोर त्यत्रा बालबच्चाहरू मरे, अहिले फेरि यस्तै। हेर्नु त यत्रो विधि क्षति भयो। साह्रै दुःखद खबर मात्रै सुन्न परेको छ। के भएको होला यस्तो विधि? साह्रै चिन्ता पो परेको छ। देशको स्थिति देख्दाखेरि यति धेरै क्षति भएको छ। कहिले विकास हुन्छ है? पहिला त्यति बल्ल बल्ल त्यति विकास भएको थियो, अब कहिले हुने त्यस्तो? सबै क्षति भएको छ। कसरी विकास गराउन नि सम्भव छैन। कति समय लाग्ला कि? किन यस्तो भएको? हाम्रो देशमा मात्रै, खालि हाम्रो देशमा चाहिँ क्षति मात्रै हुने भयो कि? के बिग्रियो, के कहाँ के भयो भन्ने कुरै थाहा नै। चाडबाड आयो, जहिले नै निराश हुनुपर्ने सबैजना, देशभरि शोकमग्न नै हुनुपर्ने।